एउटा रमाइलो भनाइ छ, when tragedy repeat itself again and again it becomes comedy। यो देशमा अहिले त्यही कमेडी भइरहेको छ। संविधान संशोधन गर्ने भनेर उठेको जेनजी आन्दोलनलाई संसद भङ्ग गराएर बालेन शाहले सुताइदिए। केपी ओली बुढा भए भनेर हटाइएर सुशीला कार्की 1 वर्ष जेठी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइदिए र देश ब्युरोक्रेसीले बिगार्यो, बर्बाद गर्यो भनेको रामेश्वर खनाल र कुलमान घिसिङलाई ल्याइदिए। अब रामेश्वर खनाल कुन त भन्दा यो देशका एकदम सफल सचिव हुन् रे, तर देशको अर्थतन्त्र तन्नम हुने र त्यही सचिव चाहिँ राम्रो हुने कसरी भन्यो भने होइन, त्यो सबै त नेताले गर्दा हो रे, त्यो पनि ठिक छ। अब यता फेरि लोड सेडिङ अन्त गरेको कुलमानले हो रे। अब गाली जति राजनीतिक दललाई दिने हो भने लोड सेडिङ अन्त्य गरेको पनि जस एटलिस्ट हामीले त्यति बेलाका ऊर्जा मन्त्री जनार्दन शर्मालाई दिनुपर्ने थियो। हामी पब्लिकले त्यो बेइमानी गऱ्यौँ। अब त्यसमा 4-5 वर्षमा काठमाडौँमा भएको अर्को ठुलो काम हो अन्डरग्राउन्ड केबलिङ। यस्तो माथि तार धेरै भयो भनेर जमिनमा केबल गाड्ने काम भयो। यसमा टेन्टेटिभ नेपालमा 1000 मेगावाटको बिजुली उत्पादन गर्ने पैसा भरि यही डिब्बा बनाउँदै जमिन मुनि गर्नलाई पैसा फालियो। तर आजको अवस्था के छ भन्दाखेरि यी डिब्बा भुइँमा छन्, माथि तार तल डिब्बा, माथि तार अनि तल डिब्बा। यो देशको आजको ट्रेजेडी। यी सबै जायज प्रश्नहरू नसोधेर मिडिया के गर्दैछ भने रामेश्वर खनालले पैसा नलिने गाडी अफाइ चलाउने रे र कुलमानले दिए 5000। अब यस्तो मजाकमा तपाईँ हाँस्ने कि रुने तपाईँको इच्छा।